खम्री म सबैजनालाई सो म चाहिँ अब आनाकोमा है चारो पुर्याउन जानु आँटेको है रेडी भइसकेको छु अनि आमा चाहिँ आमाले आबी बान्ने म हात हलाइदिनु न म चाहिँ जान्दैछु है यहाँ बाल्टी बोकेर बाल्टीमा चाहिँ चारो छ अन्त आजको वेदर चाहिँ है शीतल दिन भएको छ है तपाईहरुलाई देखाउँछु है म यस्तो दिन भएको छ एकदमै शीतल दिन अन्त यहाँ चाहिँ मकै माथि त्यो मातिमहरुको चाहिँ मकै चाहिँ गोर्ने बेला पनि भएको रहेछ है सायद भोलितिर गोर्छ होला है अन्त बिचारा आनालाई पनि नबेटेको निकै दिन भएको छ हैन किनभने चाहिँ आना चाहिँ अस्ति अलिकति सन्चो नभएर चाहिँ माथि हस्पिटलमा राखेको थियो है गेथाङ यतै पिएचसी मै अन्त त्यहाँदेखि चाहिँ माथि पिएचसी देखि चाहिँ छुट्टी गरेर चाहिँ आना चाहिँ घरमा छ है अन्त सो आना र थुक्पा के गर्दैछ म तपाईहरुलाई भिडियोमा देखाउँछु है फेरि है आनाको घरमा आइपुग्यो है आना चाहिँ यहाँ छैन सरकार त गर्छु कति दिनको बादमा आएको थाहा न्युकुङ चाहिँ यहाँभित्र रहेछ किचनभित्र खम्री म न्युकुङ खम्री म भित्र मङ्ग्रा न्युकुङ चाहिँ अस्ति बिमार भएर र यति साह्रो उयो अहिले पनि अलिक सन्चो छैन छ है अब के गर्ने यस्तै हो बिमार भइबस्छ है हामी पनि भोलिपछि यस्तै हुन्छ न्युकुङ थुङ्पा चाहिँ न्युकुङ एक्लै ए न्युकुङ चाहिँ फोनमा भिडियो हेर्दै थियो रहेछ है सो थ्युङ चाहिँ देखेन न्युकुङ चाहिँ बसिरहेको रहेछ अनि न्युकुङ राप्चाङ जाने ए छाता चाहिँ परेको थियो नि मेरोमा होइन हिजो मलाई दिएको थियो होइन छाता चाहिँ अन्त फेरि अनुमिकमाले चाहिँ मेरो छातै लिएर गइदिएछ नि अन्त फेरि न्युकुङको छाता चाहिँ आनु मिसेले मलाई दिइरहेको थियो होइन त्यही अरिकन आएको म न्युकुङले चाहिँ यहाँ कुखुरा पालेको छ है आमा कति हटा रहेछ भित्र न्युकुङ अस्तिको बच्चाहरू बेच्यो अस्तिको ठुलो ठुलो भएको बेच्यो अस्ति त्यो कुखुरा थियो नि ठुल्ठुलो त्यो चाहिँ बेचेर नयाँ लिएर आएको यो ए अस्ति त ठुलो ठुलो थियो त अन्त ल होइन अस्ति त यहाँ लामो घिचरो पनि निकालेर बसिरहेको थियो यहाँ चाहिँ एक कुखुरा चाहिँ ए हतार यसो पर बसिरहेको रहेछ नि लाने अरे आनु मिसेले कुखुरा ए न्युकुङको कुखुरा चाहिँ आनु मिसेले लिएर जाने भन्दै थियो अरे अन्त तपाईँहरूलाई एउटा चिज देखाउँछु ल यहाँ चाहिँ सिँभ्याम अरे सिँभी पनि फलिसकेछ सोसा तिङबित भन्छ यसलाई चाहिँ लेप्चाबाट चाहिँ सोसा तिङबित नै होइन न्युकुङ अरे रेम रे रङरिङ लम नरे सोसा तिङबित लिस्यो अबिरे न्युकुङ ल्याङ रेम न्युकुङकोमा चाहिँ फलिसकेको रहेछ यस्तो हुन्छ नेपालीबाट चाहिँ के भन्छ न्युकुङ नेपालीबाट चाहिँ सोसा तिङबितलाई चाहिँ नेपालीबाट चाहिँ के भन्छ याद छैन है अनि आजको मौसम फेरि पनि देखाउँदैछु तपाईहरुलाई उयो रुख चाहिँ जो यो खोरको रुख देख्नुहुँदैछ यो चाहिँ पिचको रुख हो है जो चिल्लो खालको त्यो उयो हुन्छ नि आरुचा यहाँ चाहिँ दामी फल्छ ठुल्ठुलो फल्छ आपाहरू त आदुवा ए आकु अरे होइन ऊ पर बारी गर्दैछ आदुवा ग्लुकुङ मुनि न्युकुङ चाहिँ एकछिन बस्दैन यस्तो काम गर्न थालिहाल्छ अब गर्मुनि आदुवा गोर्ने भन्दै थियो अरे सन्क्या नानी पनि त्यही छ जस्तो लाग्यो सन्क्या नानी पनि त्यही छ जस्तो लाग्यो
यहाँ चाहिँ छ चुला है यस्तो हुन्छ यो चुलाहरू चाहिँ अब जब घरको है आमा बाउ बहिनीहरूसँग मात्रै चुला यस्तो आगोहरू बलिरहेको देख्नु पाउँछ है त्यहाँदेखि चाहिँ आमा बाउ छैन भने चाहिँ यस्तो धुवा पनि निक्लेको पनि देख्नु पाउँदैन चुलातिर है आगो पनि बलेको पनि देख्नु पाउँदैन म चाहिँ थिउङ नदेखेर थिउङ चाहिँ कहाँ पो गयो होला भनेको थिउङ पारे आबी पो रहेछ थिउङ पा निकुङ चाहिँ यहाँ ओबी बाम्ने थिउङ पा थुङपासँग निपुङ चाहिँ अभी मोबाइल हेर्दैछ भिडियो टक्सी आ गया वीडियो बुनबुका